नि उहाँले त्यस्तो अभिव्यक्ति दिनु त्यो भनेको हामीलाई उत्तेजित पार्नु त्यो हामी पर्नेवाला छैनौँ। जहिले पनि हामी शान्ति देशबाट छौँ, शान्ति क्षेत्रबाट छौँ अनि जनमत संग्रह गर्नको लागि हामी पनि भनिरहेको छौँ। ल गरोस् न, कहिले गर्नुहुन्छ, हामी तयार छौँ। दुधका दुध पानीका पानी भइहाल्छ त। जस्तो कि नेपाली जनता चाहिँ हेर्नुहोस् ६५-६३ को आन्दोलन याद गर्नुहोस्। त्यो अहिले पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डज्यूले भन्नुभएको प्रतिगामी कदम भन्दै दलितका छोराहरूलाई होइन यहाँनिर छुवाछुतको नाममा भेदभावको नाममा अति भयो, अब तिमीहरू उठ बन्दुक बोक भनेर लडाईँ गराउनु भयो। 10 वर्षे जनयुद्ध भन्ने नाम दियो, जनयुद्धको महान जनकमान्डर भनेर प्रचण्ड घोषित भए। हिजो टाउको मोलै तोक्नेहरू आज प्रधानमन्त्री भएर बालुवा वास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्रमा नेता माथिको कारण जनताले राम्रो व्यक्तिलाई भोट नहाल्नु पनि त होला नि। जनताको अब दोष म दिदिनँ। तपाईँले भन्नु भने 2062-63 जुन आन्दोलन भयो त्यो आन्दोलनमा त हाम्रो नेपालका जनताले भनेको थिएन धर्मनिरपेक्ष लाद्नको लागि, भन्नुभएको थियो र तपाईँहरूले? अनि किन धर्मनिरपेक्ष लाद्नु भयो? हामी एउटा सनातनी हो भने, हाम्रो देश संसारको एकमात्र हिन्दू देश थियो भने संसारभरिका हिन्दूहरू यहाँ आउँथ्यो, त्यसमा त अर्थव्यवस्था पनि हाम्रो राम्रो हुन्थ्यो नि। एउटा युपीमा कुम्भ हुँदाखेरि हेर्नुहोस् त 44 लाख करोड रुपियाँ कमाउन सक्छ भने संसारभरिका हिन्दूहरूलाई हामी भित्राउन सक्दिन। जति कुण्डहरू छ हामीले प्रमोट गर्यो भने, हामी देवी देवतालाई गलत देखाउने, जति पनि नेपाली सोझा सजा छ त्यसलाई दलित भनेर तपाईँले बाइबल थमाउने, तर दलितका छोरालाई किन तपाईँले प्रधानमन्त्री बन्न दिनु भएन? त्यो पनि प्रश्न छ कि मलाई। त्यो 18 वर्षमा तपाईँले प्रधानमन्त्री बन्न दिएको भए आज यो कहाँ आउँथ्यो र? त्यो सोकल जातिवादी क्षेत्रवादी भाषावादी छोड्नु पर्छ कि। अब नेपालको जनता दुख दर्दमा यहाँ आएको छ। धेरै अर्को पनि प्रश्न गर्न चाहे मैले तपाईँलाई। जस्तो आज जसरी राजा आऊ देश बचाऊ भन्ने भिडमा छ नि सर, हिजो ज्ञानेचोर देश चोर छोड पारो सुन्दा रुख्न भन्ने पनि थिए त्यहाँनिर। तर के नेपाली जनताले लुकीडुम खेल्ने हो हामीले सधैँभरि व्यवस्थाको लागि? मलाई चाहिँ अब त्यति बेला म सानो थिएँ, मलाई थाहा छैन यो कुराहरू, बुझ्नुभयो? तर जुन कुरा मैले हजुरबुवाको मुखबाट सुन्छु, धेरै हजुरबुवाले भन्नुहुन्छ पहिलाको देश हाम्रो कति शान्ति क्षेत्र थियो, धेरै मान्छेहरू भन्थ्यो कि होइन म नेपाली छु भनेर गर्व लाग्थ्यो के। तर मलाई अहिले लाग्दैन। यो सिटी अफ टेम्पल थियो कि काठमाडौँ, यसलाई सिटी अफ चर्च किन बनाउनु भयो तपाईँहरूले? हाम्रो देशमा बसेर हाम्रो देवी देवतालाई गलत व्याख्या गर्छ, हाम्रो परम्परा खोसिन्छ, संस्कृत भाषा पढाइ हुन्छ लन्डनको युनिभर्सिटीमा, अमेरिका युनिभर्सिटीमा, तर हाम्रो संस्कृति मौलिकता परम्परा सबै कुरा तपाईँले खाँसेर अनि भन्नुहुन्छ कि देशमा राम्रो छ भने केही पनि राम्रो छैन देशमा। यो देशमा राम्रो भएको भए म जस्तो मेडिकल पढेको स्टुडेन्ट यस्तो सनातनी भएर हिँड्थ्यो र गाउँ गाउँमा गएर जुन धर्म परिवर्तन भनेर त्यसलाई रोक्थ्यो र किन म लडिरहेको छु? नेपालको जनताको लागि लडिरहेको छु कि सनातन राष्ट्र होस्, हाम्रो देश शान्ति क्षेत्र होस्, त्यसको लागि हामी आएको छु यहाँ। हस्, धन्यवाद तपाईँले। धन्यवाद हजुरले मौका दिनुभयो।